मेरो जस्तो बानी कसको छ कमेन्ट गर्नु है। मलाई चाहिँ हप्तामा एकचोटि बेडसिटहरू चेन्ज गर्नै पर्ने हुन्छ, फोहोर भयो नि नभए नि होइन। बानी पहिलेदेखि लागेको बानी कहाँ छुट्छ र होइन। सो म चाहिँ यहाँ भने बेडसिटहरू चेन्ज गर्छु अनि उता चाहिँ क्लिन गर्छु अनि नानी बाबुहरूलाई स्कुल पनि पठाउनु पर्ने छ। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई अनदर भ्लग किस्मी लक्ष्मी। आई होप हजुर एकदमै सन्चै हुनुहुन्छ भनेर म पनि एकदमै सन्चै छु। गर्मी त कुरै नगर्नु, यस्तो गर्मी बढेछ काठमाडौँमा पनि होइन। आफ्टर लङ टाइम चाहिँ मैले भिडियो लिएर आएको छु अनि बिचमा थोरै म बिजी थिएँ, सो मैले चाहिँ भिडियो बनाउन पाइनँ होइन। अब म बच्चालाई लुगा लगाइदिन्छु अनि स्कुल पठाउँछु, त्यसपछि म अरू घरको कामहरू गर्छु। अनि यहाँ भने चाहिँ बाबुको लुगा मैले राति उठाउनै बिर्सेँ अनि अहिले भने चाहिँ निकालेर उसलाई लगाइदिन्छु। नानी बाबु एकदमै अल्छी भएको छ स्कुल जानलाई, स्कुल जानु भनेपछि एकदमै अल्छी भएको छ कि अनि उनीहरूलाई फकाइ गरेर पठाउनु पर्ने हुन्छ। अनि नानी पनि चलेको चले गर्छ, बाबु त झनै चल्छ होइन। हुन त नानीले पनि लुगा लगाउन सक्छ आफै, तर एकदमै ढिलो लगाउँछ। सो मलाई चाहिँ त्यो ढिलो लगाएको मनै पर्दैन अनि यिनीहरूलाई चाहिँ फटाफट लुगा लगाएर चाहिँ कतिखेर स्कुल पठाइदिउँ जस्तै भइसकेको थियो मलाई। घरको काम यस्तै भत्रङ बुत्रुङ थियो अनि सो बाबुलाई पनि एकदमै गाह्रो छ लुगा लगाउनलाई। उसलाई त एकदमै फगाउनु पर्छ, चक्लेट दिन्छु च्युगम दिन्छु भन्नुपर्छ अनि मात्रै उसले लुगा लगाउनु मान्छ कि। नभए त लुगै लगाउनु मान्दैन अनि फेरि उसलाई मन परेको लुगा चाहिँ फुकाल्नै मान्दैन कि। उसले चाहिँ उसको बानी यस्तो छ होइन। अनि दिदी भाइ त जहिले पनि यस्तै हो, झगडा गर्ने, उसले उसलाई पिट्ने, उसले उसलाई माया गर्ने, त्यस्तै हो होइन। सो एकदमै रमाइलो छ दुईजना भएर, एकदमै रमाइलो छ मलाई चाहिँ। अनि उनीहरूलाई चाहिँ मैले फाइनली स्कुल पठाइदिएँ, उसको बाबाले पुऱ्याइदिनुहुन्छ अनि उनीहरूलाई चाहिँ स्कुलमै खानासाना खुवाउँछ। अनि यहाँ भने चाहिँ मैले बेडसिट चेन्ज गर्छु भनेको त फ्यान हेरेँ, फ्यानमा फोहोर रहेछ। सो फ्यान पनि मजाले सफा गरेँ, मैले पुसपास गरेँ अनि पछि बेडसिट चेन्ज गर्छु भनेर सोचिरहेको थिएँ। तर अब मलाई त 10 बजी खाना रुच्दैन। सो होस् पहिला चाहिँ लुगा बेडसिटहरू चेन्ज गरौँ अनि त्यसपछि चाहिँ खाना खाऊँ भनेर चाहिँ मैले बेडसिटहरू चेन्ज गर्न थालेँ। अनि यो ओछ्याउन लागेको बेडसिट चाहिँ फेरि यस्तो सफ्ट छ नि, मलाई एकदमै मनपर्छ कि। गर्मीको लागि त झन् एकदमै बेस्ट छ। अनि हजुरलाई थाहा नै छ मलाई व्हाइट कति मनपर्छ बेडसिटहरू। सो यहाँ भने चाहिँ मैले मजाले तन्नाहरू ओछ्याएँ अनि तन्ना ओछ्याउनु चाहिँ अलिक गाह्रो लाग्छ मलाई, ठुलो भएर होला होइन। सानो भयो भने त एकैछिनमा सकिन्छ नि त तन्ना ओछ्याउन। अनि सो यहाँ भने चाहिँ मैले तन्ना ओछ्याउन सकिसक्यो। अब भने चाहिँ मेरो रुम यस्तो छ अनि अब भने चाहिँ म माथि जान्छु, खाना पकाउँछु किनभने एकदमै भोक लागिसकेको छ मलाई चाहिँ। सो म चाहिँ फटाफट खाना पकाउँछु। यहाँ भने चाहिँ लुगा पनि धुन राख्छु मिसिनमा। अनि यहाँ भने चाहिँ मैले भिडियो लिन पाइनँ अघि चिकन बनाएको, सो यहाँ चाहिँ मैले पकाइसकेको छु। अनि मलाई चाहिँ के बानी छ भन्ने, यस्तो यदि कामहरू गर्दाखेरि लुगाहरू धुने, घरहरू सफा गर्ने, त्यस्तो दिनमा चाहिँ मलाई मासु नै पकाएर खान मन लाग्छ। किनकि मलाई थाहा नै छैन, मेरो पहिलेदेखिको बानी नै यस्तो हो। अनि म यहाँ आएपछि मेरो हस्बेन्डले पनि मलाई भन्नुभयो, मेरो मदर इन लले पनि त्यस्तै गर्नुहुन्थ्यो अरे, पहिला काम एकदमै धेरै गर्नुहुन्थ्यो अनि मासु खानाहरू खान मन लाग्थ्यो भनेर भन्नुहुन्थ्यो कि। अनि मलाई पनि एकदमै यसरी खान मन लाग्ने कि मजाले पानी नहालिकन पकाउने अनि खाने। सो आज चाहिँ मेरो खानामा चाहिँ मासु अनि अचार अनि खाना छ। सो अब भने चाहिँ म खान्छु। अनि मैले मोही पनि राखेको छु, आजभोलि यस्तो मोही खान मन लागेको छ गर्मीले गरेर होइन। सो मैले चाहिँ खानासाना खाएर माथिको काम सकाएर तल आएँ। हिजो धोएको लुगा नै उठाउन बिर्सेछु मैले। सो लुगा उठाएर पट्याएर चाहिँ म राख्छु अनि त्यसपछि म फ्रेस हुन्छु। अनि मलाई चाहिँ यो सबैभन्दा काममा झ्याउ लाग्ने भनेको यो लुगा पट्याउने होइन। सो मलाई चाहिँ एकदमै मन पर्दैन कि लुगा पट्याउनलाई। अनि पहिलेदेखि नै मन पर्दैन थियो मलाई लुगा पट्याउनु, एकदमै अल्छी लाग्थ्यो। तर के गर्नु, पट्याउनु त पर्यो। सो म चाहिँ यहाँ जादु गर्दैछु कि क्लिन होस् भनेर होइन। सो मैले गरेँ, कस्तो लाग्यो हजुरहरूलाई भन्नुहोस् है, हेर्नुहोस् त। सो मैले रुम पनि जादुले क्लिन गरिसकेँ, कहिलेकाहीँ त जादु पनि युज गर्नुपर्छ कि। अनि अब भने चाहिँ म नुहाइधुवाइ गर्न जान्छु। अनि यति काम गर्दा नै स्कुल जाने बेला हुन्छ कि बच्चाहरूलाई लिनु, कस्तो टाइम आजकल यति छिटो बितिरहेछ नि होइन। अनि यहाँ भने चाहिँ हेर्नु न, मेरो बच्चाहरूको काम यस्तो वाललाई यति फोहोर गरिराखेको छ। यहाँ भने चाहिँ प्लान्ट पनि कस्तो सुकिसकेको छ, पानी नपुगेर होला, अब पानी दिनुपर्छ यसमा। सो यस, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यसै गरी माया साथ सपोर्ट दिनुहोस्, हजुरको माया साथ सपोर्ट एकदमै जरुरी छ मेरो लागि। अनि कसले युट्युब च्यानल गरेर सब्सक्राइब गर्नुभएको छैन प्लिज गरेर